सहरको व्यस्तता अनि दैनिक दौडधुप अनि मनभित्र थुप्रिएका थकानका भारीहरूबाट केही क्षण टाढा आज हामी आएका छौँ प्रकृतिको काखमा सुन्दरी जल काठमाडौँ। 30 जनाको हाम्रो उत्साही टोली, एउटै उद्देश्य, एउटा सुन्दर यात्रा। प्रकृतिसँग नजिकिने, स्वस्थ जीवनशैली अपनाउने अनि जीवनका मिठा सम्झनाहरू सँगाल्ने। बिहानको चिसो हावा, हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर आवाज। सुन्दरी जलको बाटो केवल हाइकिङको मार्ग होइन, यो त मनलाई शान्त बनाउने एउटा अनुभव हो। हरेक पाइला अघि बढ्दै गर्दा कसैको अनुहारमा उत्साह, कसैको हाँसो, कसैको रमाइलो गफ। समूहमा यात्रा गर्नुको मजा नै बेग्लै हुन्छ। घना जङ्गलको बीचबाट बगिरहेको स्वच्छ पानी, रुखका पातहरू बीच छिर्ने घामको किरण, लाग्छ प्रकृतिले हामीलाई आफ्नै शैलीमा स्वागत गरिरहेको छ। हाइकिङ केवल गन्तव्यमा पुग्नु मात्र होइन, यो त यात्राको हरेक क्षण महसुस गर्नु हो। कहिलेकाहीँ थकान आउँछ, तर साथमा साथीहरू हुँदा हरेक उकालो सजिलो लाग्छ। सुन्दरी जलको हरेक मोडले नयाँ दृश्य देखाउँछ, कतै हरियालीको भरिएको बाटो, कतै चिसो हावासँगै शान्त वातावरण र कतै रमाइलो फोटो अनि अविस्मरणीय पलहरू। 30 जनाको यो यात्रा केवल एउटा कार्यक्रम मात्र होइन, यो आपसी मित्रता, सहयोग र सकारात्मक ऊर्जाको सुन्दर उदाहरण पनि हो। हामीले आज फेरि महसुस गर्यौँ, प्रकृतिसँग बिताएको समय कहिल्यै खेर जाँदैन। यसले शरीरलाई ऊर्जा दिन्छ, मनलाई शान्ति दिन्छ अनि आत्मालाई प्रेरणा। जीवनमा कहिले काहीँ मोबाइल, भिडभाड अनि तनावबाट केही पर पुग्नु जरुरी हुन्छ, किनकि प्रकृतिले हामीलाई सधैँ केही न केही सिकाइरहेको हुन्छ। धैर्यता, शान्ति, सुन्दरता अनि निरन्तर अघि बढ्ने प्रेरणा। सुन्दरी जलको यात्रा सायद केही घन्टाको मात्र थियो, तर यसले छोडेको सम्झना धेरै लामो समयसम्म हाम्रो मनमा रहनेछ। 30 जनाको हाम्रो यो सुन्दर नेचर वाक एन्ड हाइकिङ, हाँसो, रमाइलो, ऊर्जा, मित्रता र प्रकृतिप्रतिको प्रेमले भरिएको अविस्मरणीय अनुभव। यदि तपाईँले अझै प्रकृतिसँग केही समय बिताउनु भएको छैन भने एकपटक समय निकाल्नुहोस्, जङ्गलको बाटो हिँड्नुहोस्, पानीको आवाज सुन्नुहोस्, आकाशलाई नजिकबाट महसुस गर्नुहोस्। सायद तपाईँले खोजिरहेको शान्ति प्रकृतिमै भेटिन सक्छ। सुन्दरी जल काठमाडौँ, प्रकृतिसँग जोडिने एउटा सुन्दर अनुभव। फेरि अर्को यात्रामा भेटौँला। धन्यवाद।